Salutation to the realization of night dream, experience of night dream, sleeping dream. From the experience of night dream, from the experience of sleeping dream, we can convert our human life into the God's nature from the example of night dream. So night dream, the experience of the night dream, sleeping dream, very, very important to know our original nature. We can distinguish between real and false. We can distinguish between original and artificial. We can distinguish, we can differ in between our immortal nature and nature of imagination. For that, the experience of night dream, experience of sleeping dream, that is very, very important to convert into the God's nature from human life, which is always full of pleasure, which is always full of self-enlightenment. So, about night dream, about sleeping dream, I explain from the point of view, the top knowledge, the top philosophy of the world, that is according Vedanta philosophy. And now, from the experience point of view, now I describe from the proof of the top spiritual books. I describe in Nepali language. अभिवादन स्वप्नको अनुभवलाई, सपनाको अनुभवलाई अभिवादन। किनभने सपनाको अनुभव यथार्थ जान्नलाई सबैभन्दा ठुलो प्रमाण भेटाइन्छ। यथार्थ वस्तुस्थिति जान्नलाई सपनाको प्रमाणबाट हामीहरूलाई सबैभन्दा सजिलो पर्छ। सपनाको प्रमाण भनेको रातिको सपनाको अनुभव। जब हामी निदाउँछौँ अनि सपना देख्छौँ, त्यो सपनाको अनुभव यथार्थ जान्नको लागि के सत्य हो के असत्य हो, के मौलिक हो के बनावटी हो, के अधिष्ठान हो के काल्पनिक हो, के सधैँ रहिरहने हो के आउने जाने हो, अर्थात् के सत्य हो के झुठा हो, यसबारेमा हामीले छुट्याउन सक्छौँ। यथार्थ छुट्याउन सके अनि मात्रै हामी सत्यलाई समात्न सक्छौँ र झुटोलाई छोड्न सक्छौँ। त्यसैले पहिला यथार्थ जान्नु पर्यो। यथार्थ जान्नलाई जसले यथार्थ जान्नुहुन्छ उसको कुरा सुन्नु पर्यो। विश्व गुरुहरूले यथार्थ जान्नुहुन्छ, मुक्ति शास्त्रका कुराहरूले यथार्थ जान्नुहुन्छ। हामीले के जानेका छौं भने शरीर जन्मेको हो, एक दिन मर्नै पर्छ, यति कुरा हामीले जानेका छौं। तर विश्व गुरुहरूले, सर्वोच्च मुक्ति शास्त्रहरूले के जान्नु छ भने के सधैँको सत्य हो
के सधैँको झुटो हो त्यो जानेर बताउनु भएको छ। त्यस कारण हामीले यथार्थ सुन्नलाई, जान्नलाई, बुझ्नलाई सपनाको उदाहरण ज्यादै महत्त्वपूर्ण छ। यथार्थ जान्नलाई सबैभन्दा ठुलो किताब हो यो, दि टपमोस्ट बुक, बिगेस्ट बुक, ग्रेटेस्ट बुक टु नो द फ्याक्ट्स, टू नो व्हिच इज रियल, व्हिच इज फॉल्स। कौन चीज अच्छा है, कौन चीज बुरा है, ये जानने के लिए सपने के उदाहरण, सपना के उदाहरण से हम लोग आसानी से समझ सकते हैं। इसके लिए कोई पढ़ाई का जरूरत नहीं है, अगर पढ़े तो ठीक ही है, लेकिन यथार्थ जानने के लिए पढ़ना ही जरूरी है, ये कोई सत्य नहीं। क्योंकि जो हम लोगों का अनुभव है, जन्म से अभी तक का जो अनुभव है, संसार का हम लोग को जो सत्य अनुभव है वो तो मौजूद है। वही अनुभव के आधार से हम लोग कौन सा हरदम सत्य है, कौन सा हरदम असत्य है, ये हम लोग जान पाते हैं। Now I am using Hindi language, Nepali language, English language and Sanskrit also. Mainly Nepali language. सपनाको दृष्टान्तबाट हामीले सबैभन्दा ठुलो कुरा के पाउँछौँ भने त्यहाँ दुईटा अनुभव छ, दुई किसिमको अनुभव छ, दुई प्रकारको अनुभव छ सपनाको बेला। सपना त हामीले प्राय सधैँ देख्छौँ, प्राय सुते कि सपनाको अनुभव त हामीलाई थाहा छ, कसैले के देखिया होला, कसैले के देखिया होला, कसैले के देखिया होला, तर सपनाको अनुभव त हामी सबैलाई, संसारका हामी सबैलाई थाहा छ, संसारका हामी सबैलाई थाहा छ। हुनाले त्यही थाहा भएको भित्र जो जसको उपयोग हामीले गर्न नसकेर खेरा गइराखेको छ, त्यसलाई हामीले 100% उपयोगमा ल्याउनु पर्छ। त्यो अनुभव के हो भने सपनामा दुई प्रकारको अनुभव हुन्छ। एउटा झुटो अनुभव, एउटा सत्य अनुभव। सत्य अनुभव के हो भने जुन आधारमा सपना देखिन्छ त्यो आधार चाहिँ सत्य हो। जुन आधारमा सपना खडा हुन्छ त्यो आधार सत्य हो। जस्तो दृष्टान्तमा सेतो कागज छ, हामी केही लेख्न गइरहेका छौँ, त्यो सेतो कागजमाथि हामी लेख्न गइरहेका छौँ, त्यसको लागि आधार त सेतो कागज हो। यस अर्थमा त्यो कागजमा हामी जे लेखौँला, तर कागज त सेतो कागज त आधार हो नि, त्यसमा त जे पनि लेख्न सकिन्छ। लेख्नुको अगाडि त आधार जो सेतो कागज छ, त्यस्तै सपना देख्नुको अगाडि अथवा देखेको बेलामा आधार जो छ त्यो शुद्ध चैतन्य हो। जो आधार छ त्यो हो चेतन प्रकाश, शुद्ध अनुभवको अनुभव। यो हो कागजको दृष्टान्तमा दृष्टान्त, अर्थात् दृष्टान्तबाट जान्न खोजिएकोलाई दृष्टान्त भन्छ। लेख्नुको अगाडि सेतो कागज छ, त्यसमा त्यो यथार्थ हो, त्यसमा जे पनि लेख्न सकिन्छ, तर लेख्नुको अगाडि त सेतो कागज मात्रै छ नि। त्यस्तै सपना देख्नुको अगाडि, सपना देख्नको लागि त्यहाँ एउटा आधार खडा भएको छ। त्यो आधार हो शुद्ध चैतन्य, त्यो आधार हो आत्मा, शुद्ध आत्मा, त्यो आधार हो शुद्ध परमात्मा, त्यो आधार हो ब्रह्म, त्यो आधार हो शुद्ध अनुभवको अनुभव, त्यो आधार हो चेतन प्रकाश अनुभवको अनुभव। यो आधार हो। त्यही आधारमा
आफ्नो आफ्नो वासना अनुसार सपना खडा भएको हुन्छ। जुन सपना खडा भएको हुन्छ त्यो नजाग्दासम्म देखिरहन्छौँ हामीले अति सत्य रूपमा। त्यसभित्र आफू एकजना हुन्छौँ, त्यहाँ पनि हामी मान्छे नै हुन्छौँ। पहिला आफू त्यहाँ हुन्छौँ, अनि अरू पनि त्यहाँ हुन्छन्, अरू मान्छे पनि त्यहाँ हुन्छन्, आफ्नो शरीर पनि त्यहाँ हुन्छ र आफ्नो आफ्नो किसिमको त्यहाँ व्यवहार चलिरहेको हुन्छ जबसम्म जाग्दैनौँ। अब जो देख्छौँ हामीले सपनाभित्र शरीर संसार जो देख्छौँ त्यो त के हो भन्दाखेरि कल्पित हो, काल्पनिक हो, बनावटी हो। कहाँ काल्पनिक हो भन्दा जस्तो लेख्नुको अगाडि सेतो कागज छ त्यस्तै सपना देख्नुको अगाडि आधार शुद्ध अनुभवको अनुभव अथवा चेतन प्रकाश त्यो छ त्यहाँ। त्यो जो आधार हो त्यो मेटिँदैन, कहिले पनि मेटिँदैन। तर हाम्रो दृष्टि सपनामा जाने हुनाले आधारपट्टि हाम्रो दृष्टि जाँदैन। तर अब जान्नु पर्यो, किनभने काम लाग्ने त्यो आधार हो। काम नलाग्ने त्यो आधारमा खडा भएका जति पनि स्वप्नका गतिविधिहरू त्यो काम लाग्दैन। किन काम लाग्दैन भने जागेपछि रहँदैन। सपनाबाट जागेपछि सपनामा जे देखे पनि त्यो त जागेपछि रहँदैन नि। त्यसकारणले सपनामा देखिएका सबै अयथार्थ हुन्, अवास्तविक हुन्, बनावटी हुन्, काल्पनिक हुन्, आउने जाने हुन्, वास्तवमा मिथ्या हो। यही दुईटा कुरा हामीले छुट्याउन सक्छौँ सपनाको अनुभवबाट। एउटा आधार रूप, आधारको नाम हो आत्मा, आधारको नाम हो परमात्मा, आधारको नाम हो ब्रह्म, आधारको नाम हो शिव, आधारको नाम हो शुद्ध चैतन्य, आधारको नाम हो चेतन प्रकाश अनुभवको अनुभव। यो यथार्थ हो। यसमा सपना देख्न पनि सकिन्छ, सपना नदेख्न पनि सकिन्छ। सपना देखिए पनि सपना देखुन्जेल मात्रै हो, तर साँचो हो त्यति बेला फेरि। ठिक त्यस्तै यहाँ पनि जाग्रतमा पनि दुईटा कुरा छ। एउटा आधार रूपमा शुद्ध चैतन्य भनौँ अथवा स्वयं प्रकाश भनौँ अथवा शिव भनौँ अथवा परमात्मा भनौँ अथवा आत्मा भनौँ, यो निरन्तर छ। तर आफ्नो आफ्नो वासना अनुसार विभिन्न आफ्नो संस्कार छ, त्यही संस्कार अनुसार हामीले दिनभरि बिताउँछौँ। कसैको विद्यार्थीको संस्कार होला, कसैको टिचरको संस्कार होला, कसैको किसानको संस्कार होला, कसैको व्यापारीको संस्कार होला, कसैको नोकरीको संस्कार होला, कसैको साधु सन्तको संस्कार होला। आफ्नो आफ्नो संस्कार अनुसार हामीले दिनभरि आफ्नो कार्यकलाप गर्छौँ। तर त्यो कस्तो हो भन्दा जसरी सपनामा देखिएको जस्तै हो। किनकि जाग्रत साँझ ननिदाउँदासम्म मात्रैको अनुभव हो हुनाले जसरी स्वप्नमा जसरी मूल आधार जो शुद्ध चैतन्यमा खडा भएको जो सपना हो जसरी त्यो वास्तवमा होइन, किनकि जागेपछि रहन्न, त्यस्तै यो जाग्रतमा पनि मूल आधार जो शुद्ध चैतन्य परब्रह्म परमात्मा हो। यसमा कल्पित जो जाग्रतमा आफ्नो संस्कार हो त्यो पनि रहिराख्दैन। फेरि हामी निद्रामा जान्छौँ, तब यी सब मेटिन्छन्, जाग्रतका अनुभव सबै मेटिन्छन्। जसरी स्वप्नबाट जाग्दा स्वप्नका सारा गतिविधिहरू सबै मेटिन्छन्, हराउँछन्। शास्त्रले भनेको छ, बृहदारण्यक उपनिषदले भनेको छ, स्वप्नको अनुभव र जाग्रतको अनुभव दुईटै एउटै हो, दुईटै अवास्तविक हो, अयथार्थ हो, आउने जाने हो, नाशवान हो। तर यसमा जो देखिने जो मूल आधार हो, जसरी कागजमा लेख्नुको अगाडि सेतो कागज आधार जो सत्य हो, त्यस्तै सपना देखिए पनि सपनाको आधार जो शुद्ध चैतन्य हो अथवा जाग्रत देखिए पनि जाग्रतको आधार जो शुद्ध चैतन्य हो, जसलाई सच्चिदानन्द परब्रह्म परमात्मा भनिन्छ, त्यो चाहिँ नि सत्य हो। त्यो सधैँ छ। शरीर रहोस् नरहोस् त्यो सधैँ छ, जीवन रहोस् नरहोस् त्यो सधैँ छ, संसार रहोस् नरहोस् त्यो सधैँ छ। त्यही सधैँलाई लिइरहनु हो मृत्युमाथि विजय।
त्यही सधैँ सत्यलाई लिइरहनु हो आफ्नो सधैँको लागि मुक्ति, सधैँको मोक्ष। त्यही मुख्य आधारमा अडिरहनु हो जीवन मुक्तिको बाटो, देह मुक्तिको बाटो, जो संसारमा सबैभन्दा ठुलो पुरुषार्थको विषय हो। योभन्दा ठुलो पुरुषार्थ दुनियाँमा कसैलाई पनि कहिले पनि छैन। यति महान कुरा छ। लिए कल्याण हुन्छ, नलिए जन्म मृत्युको दुःख परम्परा सधैँ रहिरहन्छ। अहिले यति नै गरौँ। हरिओम तत्सत्।